हेलो गाइस, दिस मी ताजु मगर र हाम्रो सानो भन्दा सानो भ्लग भएको छ है। आज के हो भन्दा चाहिँ हामी चाहिँ आज यस्तो साथीले कहाँ जाम भनेको छ कतै उता। हाम्रो चाहिँ अहिले हामी चाहिँ 0.5 हो क्या हो। त्यसपछि हामी चाहिँ यहाँ कता जान आँटेको, तर यहाँ गल्ली भएर हामीले चाहिँ यो के देखाउन थालेको न तपाईँले एकछिनपछि भन्छु है, रोक्नु है। कहाँ जान थालेको नि एकछिनपछि तपाईँलाई भन्छु है, एकछिन हेरिरहेको है। यति महँगाइको तेलको भाउमा रन्काउँदै रोयली फिट बुलेट बाइक, अनि अहिले सकिन्न बाइकलाई पाल्न। त्यस्तो स्थितिमा हामी कहाँ जान थालेछौँ हेर्नुहोस् न। हामी कहाँ हो, हामी यता हो। प्रिन्ट इट आर्टिस्ट साथी, हामी कहाँ जान थालेको छिटो। सबजनाले नाचेको एउटा कमर दुई ठाउँमा कपाल उडाइदिनु पर्यो यार। माया गर्नु र हाम्रो के देखाउँछ नि यहाँ चिकनहरू सबजना होइन पुलमा आइदिन्छन् है। तर यहाँ हाम्रो चाहिँ यहाँ छोटो मिठो भन्दा मिठो हाम्रो ब्लगमा छ। सो महँगाइको बेलामा कहाँ जाने र म थाहा भएन कि दोस्त, जहाँ गएपछि गइदिस्। युआर चुज भन्दैछ। हामी त्यहाँ माथि जाँदा ओइ लाम्रो त्यो यार यस्ता गाडीहरू पनि आउँछ क्या नेपालमा। अटो हो गाडी लास्ट ल गाइस यहाँ गोलपारा गइसक्यो। यहाँ जाने चटपटे खुवाउँछौ नआएको छ। ल हेर्दिस बस्दिने ल। हाम्रो आज यहाँ रहेछ कि बादल चाहिँ यहाँ ल्याउनु भएको छ हामीलाई। यहाँ अलिक मान्छे नै मलाई तातो सक्दैन कि त्यसो। यहाँ हामीले चाहिँ साथीले कहाँ लिएर आएछ तेल खर्च गरेर आउजाम भने त भने कहाँ न चिया खाना रहेछ। मिठो हुन्न सेलाको राम्रो हुन्न क्या हो र। साथीले त तातो खाँदैन, मैले तातो सक्दिनँ। म ठ्याक्क स्लोली खान्छु है, त्यही नै हो। हेर्दै गरौँला ल। हाम्रो साथमा विनोद के छ? विनोद हामीले चाहिँ यहाँ नास्ता सघाइसकेको छौँ ल। त्यही हो, अब विनोदको बेरि यहाँ अब नयाँ बाइक यस्तो छ देख्न सक्नुहुन्छ। यो बाइक पनि अलिअलि मोडिफाई छ। देख्नेले सम्पर्क गरिदिनु। हाम्रो गाडी चाहिँ आसीले चलाउँछौँ, पेट्रोल महँगो भइरहेको ना चाहिँ हामी चाहिँ जान्छौँ। कता जान्छौँ थाहा भएन। अब भ्लग छ दौडा लाग्छ नि। त्यही नै हो। यहाँ छ हाम्रो आशिष भाइ। जाम न एकछिन उता हिँड न लौडु जहाँ भने हिँड। यो हाम्रो गोलपाराको नजारा यस्तो छ। यहाँ चाहिँ धेरै मान्छे भन्दा धेरै मान्छे आउँछन्, किनभने अलि औडा छ क्या। यो ठाउँ चाहिँ औडा छ। यहाँ हामीले चाहिँ झगडा नै विनोद दाईको गाडी म चलाउँछु आज। विनोद दाईले पछाडि बसेर भ्लग बनाइदिनुहुन्छ मेरो। ल हामी चाहिँ यहाँ गोलपारा यस्तो। ओए आशिष यसो तल गएर पनि आइदेन, यस्तो भ्लग हाल्छु म आइदिने। यति तल हेलमेट लगाएर आइदिए लौडु। ल हामी चाहिँ यसो के अरे विनोदसँग यति चलपल दिन थाल्छौँ कि कहाँ जाने भने विनोद भन त कहाँ जाने? यति माथि जाने यति है, यति माथि गएर आऊँ। किनभने विनोदको गाडी चाहिँ खतरा मजा आउँछ साथीहरू। हाम्रो यो चाहिँ लेबिज भयो होटेल ल। अन्त त्यसपछि यहाँ राम्रो छ। यताबारी के अरे नुवाको के लुम्बिनी होइन, लुम्बिनी केबल कार छ। कहाँ जाने भन, कहाँ जाने भन। गइदिन्छु नि। कहाँ जाने भन्नु?
भन्न बिनोद आछन् बिनोद छैन भान्जा कहाँ गयो भान्जाले लिएर जाउँ कहाँ जाने भान्जाले लिएर कहाँ जाने हो र भान्जाले लिएर न हामी तिनजना जाने छोड हामी कहाँ तिनजना जाने हो र ओए मसँग तेल धेरै छैन के अरे तेल छैन के अरे धेरै मेरो पुग्न पुग्छ म फेरि उस हिँडेको गर्छु नि त सेन्टर यो हप्ताको लागि छैन के अरे त्यही त खान्न थाहा छ कहाँ जाने जाम ल गाइस हाम्रो त मान्छे जाने प्लान भयो भान्जाले दिन जान्छौँ गाडी चाहिँ होल्डमा चलाउनु पर्ने केटाहरू आदर चाहिँ मार्छ कि तिमीले यार लो फकअप यहाँ हाम्रो त विनोद सरकार विनोद भन न यार यस्तो अलिक क्यामेरा यस्तो गरेर भन दाजु मगरको भ्लग छ सब्सक्राइब गरिदिनु होला गाइस के रे मलाई आउँदैन कि यार यस्तो हो ल चलाउँदैछौँ किनभने विनोद दाइको गाडी नचलाएको धेरै गर्छ आइता त हामी भान्दै घर जान्छ है भान्दै चाहिँ के हेर्छ आज चाहिँ हामी चाहिँ म चाहिँ दाजुले भेट्न थियो अनि यिनीहरूले चाहिँ कतै जाउँ भने कि त्यही भएर हामी चाहिँ यता आएको भान्जाले भेट्न आएको है हामी चाहिँ है भान्जालाई भान्जा घर जाऊँ भान्जाको घर जाँदैछौँ यो दाजुलाई एकदम सपोर्ट गरिदिनु है च्यानल सब्सक्राइब गरिदिनु लाइक चिनेको मान्छेहरू भेट भयो गाइसहरू के छ र जिन्दगी यस्तै हो पकअप चलिरहन्छ हे कहाँ हो र भन्जेको यही हो क्या यही हो ल है हामी चाहिँ आइसक्यो है के कुदाउँछ यहीँ हो नि है भन्जाको ल हाम्रो तिम्रो इन्ट्रोड्युस देऊ त नमस्कार सलाम झोरले नमस्कार है मेरो नाम चाहिँ विनोद मगर है म चाहिँ आज चाहिँ धेरै दिनपछि दाजुसँग भेट्न आएको थियो मेरो चाहिँ त्यस्तो छुट्टी हुँदा आज छुट्टी हुँदा भेट्न आएको थियो केटाहरूलाई आज केटाहरू फेरि उता जाउँ भन्छ त्यही नै हो ल यहाँ चाहिँ विनोद सरकार गाडी भयो यहाँ मेरो भयो ट्याक्क लगाएर यहाँ भान्जालाई लिन आएको ओए हाम्रो भान्जा ओए ए आएको छ के ए नासी तल फोन गरिरहेको छ फेरि यो भान्जा सुतेछ है छोपना ल भान्जा हाम्रो ब्लगमा आइसकेका छन् एउटा सिमिठो ब्लगमा के छ भान्जा गुड मर्निङ गाइजहरू होइन भान्जाको त भइसकेको छ ल केटाहरू छन् उयो चस्मा लाएर ल भान्जाको ओए रुक न भान्जा फेरि एन्टी हान न रुक्का ओए कसले मलाई थर्काउने कि फेरि एउटा क्लिप झन ढोकाबाट के है हामी रुक आशिष भान्जा भन न फेरि रुक न यति ढोकाबाट आइदियो घरमा यति एन्टी खतरा हुनु पऱ्यो नि ल आशिष भान्जा भन्न उयो थर्काउँछ दाइ ल कहाँ हो भान्जा यार सन्चै हुनुहुन्छ नि तपाईँ के यार ल पार्दै छ अरे छैन ए ल कोही नै यत्तिकै आएको यहाँ विनोद सरकारलाई भेटेँ विनोद सरकारको आज स्याट निम्त छ अरू उता गएर बाटा गरेर सुनिन्छ है यो त भान्जाको घरबाट निक्लिसकेका छौँ ल त्यो खाँदैछ दादाले चाहिँ फेरि दादा भन्दा पनि सबैको भाइ त हुँदा कसैको दाइ त हुँदा नि जसले हेर्नुहुन्छ त्यही हेर्थ्यौँ र बाइकमा आवाज त्यसरी आउनु नपनि होला किनभने अन्त आजको हाम्रो स्पेसल भने गाइज भनेको त आज हाम्रो विनोद हो गोलपारामा बस्यो चटपटे खायो केटा त मैले त खान्न फेरि अलि मन पर्दैन त्यही नै हो विनोदले चाहिँ ओभर राम्रो गाडी चलाउँछ नि त्यस्तो भनिछु विनोद फेरि गाडी चाहिँ नलौटाउ लौडौ ल सिधा जानेवाला छौँ हामी ल सिधा गइयो अब धेरै दिनपछि हाम्रो विनोद साथी भेट भएका छन् अब हाम्रो विनोद साथीको चाहिँ इन्ट्रोड्युस हुन्छ अहिले माथि गएर के कस्तो भयो आज दुःखको खबर चाहिँ विनोदलाई डिलक्स बस यस्तो दामी आउँछन् भान्जाले पछाडिबाट
हाम्रो भिडियो छ के कस्तो गर्छ त्यही भएर हेरिदिउँ है। हजुर मैले त उतै ल्याएको छैन क्यारे मैले केही ल्याएको छैन के अरे के उसहरू कागजपत्रहरू क्यारे कागजपत्रहरू के पर्दैन क्या म अलिक ल्याउँछु र पर्दैन क्या त्यो ढुक्क बस्न मेरो यो सिट खास छ के खास छ के र ल हाम्रो चाहिँ यो चाहिँ हामी आयो तल्लो माथिल्लो सिद्धबाबु पुटलको किनभने यो चाहिँ औडै अहिले चाहिँ तेलको भाउ गर्दा गाडी पनि हिँडाल्दैनौँ ल हामी पनि त्यत्तिकै दुःख कुरा सुनाउनलाई सर्वप्रथम चाहिँ मन्दिर भनेको मन्दिर हो सबैले मान्नुपर्छ जुन धर्म भए पनि गड इज गड भने जस्तो हो त्यही भएर हामी चाहिँ हिँड्यौँ ल विनोद दादा रामदङ तलामै दाइ मलाई फेरि बहुत डर लाग्छ पछि खोज्दा ल विनोद दाइको आज फर्स्ट टाइम बाइक पछाडि बस्दैछु बरु लोटाम न केही नगरौँ के बरु भित्र लोटाउनु भन्दा ठुलो कुरो होइन नि त लौडो मान्छे मर्नु भन्दा त त्यही नै हो कपला धुलो आएको छ त्यही भएर नो रिक्सले अरूसँग जानुपर्छ हामीलाई अलिक माथि गएर भेट्छौँ ल यहाँ तल चाहिँ यहाँ तल चाहिँ अस्ति इन्डियनहरू यहाँ पौडी खेल्न आएको बेला चाहिँ यहाँ मान्छे चाहिँ यहाँ मरेछ नि हामी पनि यहाँबाट खेल्यो होइन औडा खेल्यो त्यो आशिष भन्ने औडा खेल्यो त पागल हो त्यो पागल हो त्यो यस्तो उकालो बनाउन त पागल हो यस्तो धेरै खेल्यो नि त्यो मलाई त्यसले यहाँ होइन खोलामा गएर पौडी खेल्नु लाग्यो औडा हो कि त मान्छे कम गरो आफू फेरि खतरा जान्ने मलाई अस्ति घर पनि यहाँ इन्डियन त्यो मरो भने सुनिरहेको थिएँ त्यही नै हो तर खोलामा पौडी चाहिँ नखेर पिली दिएर बाढी साडी आउनु सक्छ के हुन्छ कहिले काहीँ होइन नखेलाम भन्ने हो र खोइ सुन्नु त हरि पाउने त त्यहाँ त्यो त माथिले सिधै बाबा पाल्पाको भने त्यही हो न त्यही नै हो टनेल पनि बन्न थालिसकेको रहेछ धेरै दिनपछि टनेलको पनि एक दिन हामीले लिनेवाला छौँ टनेल चाहिँ ओभर खतरा भएर चाहिँ ल ठुलो भए चाहिँ त्यही नै हो अरू त के भन्नु छ र होइन विनोद केपी ओली छोपेछ अरू के भन्नु मन छ खुसी छौ छोपेछ मतलब केपी ओलीलाई छोपेछ नि त पुलिसले के हो अनि के खुसी छैनौ र ल ए यो जाम यो धुलो लौडालो सुन्छ यार तर केही पनि होइन यार यही ढिलो खाउनको लागि हो कि मलाई दाम भनेको मैले मलाई जान नि भन्दैन आशिषले हो कि आशिष त उडा छ कि मासला ओए यो धुलो के हो यार मलाई त्यही हो म यहाँ घर बसेर यहाँ कस्तो गोरो हुन्छु स्किन कस्तो ग्लो हुन थालेछ लामो त्यो धुलो छ नि यार धुलोको त कुरा नगरौँ औडै धुलो छ यार मलाई हाल्नु चिन्दैन अहिले अब फर्किनु बेलामा यार ओहो नि मा यो ट्रकले हो के औडै छ त साथी यार दही साथी पुरा बुलेटमा हाम्रो मेरो दादाको बाइक चाहिँ यस्तो छ लौडा लसुन हामी त पुरा तल जानेछौँ यहाँ चाहिँ के रिभ्यू हान्छ आशिष भित्र हाल्छ नि यहाँ भित्र माथि माथि यहाँ माथि यहाँ माथि लौडु छोप त अफ गर छोप अफ गरेको छोप के छोड लक गर कम्तीमा कि अलिक ताला लाउनु ताला ल्याउ हो त्यही अटिन डबल लक गर न यहाँ नराखे धुलै धुलो हुन्छ लौडु यहाँ राख न डबल लक गरेको थियो लक लाग्यो डबल लक गरेको विनोदले भनेको लक गर्नु पर्दै गाडी
विनोद यो विनोदको जापी ल यहाँ छ के अरे विनोदले के भने नि गाडीको लक चाहिँ लाउनुपर्छ सेफ्टी फर्स्ट लक लाएर हिँड भन्छन् हो अनि विनोद लक चाहिँ लाउनुपर्छ होइन गाडीमा लक चाहिँ लाउनुपर्छ आजको सेन्टीको कुरा भनेको विनोदले एकछिन पुलमा गएर सुनाउँछ सबलाई तिम्रो केमा नपर र यसो नगर भने सब विनोदले भन्छन् ए रिभ्यूबाट चाहिँ यस्तो छ है नाम छ साथीहरू रामसँग आमै र हाम्रो यो सिद्धबाबुको ड्याम र पुल भन्न सकिन्छ औडा बजार धुलो रहेछ क्यामेरा पऱ्यो यार ए रात पनि पर्र हो र क्वालिटी अलि नराम्रो हुनसक्छ त्यही नै है केटाहरू छन् के छ भन्दा नि अहिले एकछिन यो पुल पादिस क्या हो आशिष भान्जा कत्रा केटा त चिलपिलो फोन कसलाई केटा राम्रोसँग हिँड यही यो ड्याम भनेको चाहिँ नसुन्छ हामीले झुलङ्गे पुला हिँड्दैछौँ रातिको बेला पनि केही पनि छैन सबजना तल छन् होइन सुरुमा अरूको भन्दा फोनको सेफ्टी छ यार केटाहरू यार अलि बजेट भन्दा नि अलि मेरो त महँगै लाग्छ अरूको भन्दा महँगै छ मेरो त त्यही हो लौडु विनोद ऊ त पुल चढ्यौ नै म चढेँ यार भान्जा चढेनौ आज चढ म चढेको आज चढेको हो न हजुर त्यही त अहिले आशिषले भगर नआउँछ भने 500 रुपियाँ आशिष तिमीले यहाँ नआउँछ भने 500 रुपियाँ अनि साले पैसा चुलो ज्यान होइन पछि कमाइला तर एउटा कुरा थाहा छैन केटाहरू आजलाई कङ्ग्रेचुलेसन कोरियन ल्याङ्ग्वेज पढ्दैछ यार भाषा ए पढ्दैछ नि त यार कापी कलम हेर्नुभन्दा घरमा बुक सुक लिएर राखेको के लौडी पढ्ने तिमी पनि आशिषले चाहिँ कोरियन ल्याङ्ग्वेज पढ्दै तर एउटा रुपन आशसँग एउटा कुरा होइन तिमीलाई यार छैन तिमी इन्डिया जानु अगाडि हामी यहीँ आएको एकचोटि त्यो भ्लग पनि छ क्या युट्युबमा अनि त्यो पुरानो भ्लग हेरेको भन्छ त्यहाँ हरेक पुरानो छ क्या ल जानु उता जाम के जमिन भान्जालाई हेर्न सक्छ भान्जा एउटा भनिदेऊ न केही कपुरीको माया पर्ने हो नै मायामा यस्तो कुरा नभन अनि मायामा के भन्छ मलाई अहिले माया साया भन्दा नि बोर्ड इक्जामको माया लाग्यो वाट इज लभ भन्ने बराबर नि बस्नु र आजको हाम्रो मेन गेस्ट भनेको त हाम्रो विनोद हो आशिषलाई हामीलाई सपोर्ट दिन्छ नि त्यसपछि हाम्रा भान्जालाई चाहिँ सुतिरहेको मान्छेलाई उठाएर लिएको हामी हरिफ छौँ अनि हामी त लौडा लस्टु न हामी त्यसपछि अब विनोदको चाहिँ आज अलि यता आउन भ्लगमा देखिन्छ अलि यता आउन अलि भन्दैन यता आउन भ्लगमा देखिनु पऱ्यो नि आउन यता बस्छ मिल्दैन के जस्तो छैन नि त म ल भान्जाले बस्छ ल भान्जा यहाँ 3टा केटाहरू छ नि ल 0.5बाट छ अब चाहिँ विनोदको त ओभर टल्किँदै चाहिँ पुमाको त हरिफ टल्के चाहिँ ल विनोद सबैको सल्लाहले के भएर ब्रेकअप भयो मजाक नगर न यार भन न अनि तिमीले भन न यार दोष यार त्यो कुरा म सुनिरहेको थिएँ आशिषले अब भगवान् कसम अब आए पनि गर्ने चाहिँ नाम चाहिँ नलिगौँ यहाँ नाम चाहिँ नलिगौँ भएछ मलाई भएछ नभएपछि के भएको भन्दै ए तिम्रो त बिहा भएको भनेछन् कि सब लौडुले तिम्रो यिनको टिकटक चाहिँ विनोद के छ होइन कसम मलाई धेरैजनाले विनोदले त बिहा गरेछ भन्छ मलाई उसले त जो मसँग बहिनी बोल्थिन् नि तिनीजरी तिमीले त्यस्तो टिकटक मैले भरे अझै पनि छ कि मैले स्क्रिनसट पनि राखिदिनु सक्छु कि साइडमा त्यसपछि के भनिदिनु मलाई 3 बहिनीले आशी तिमीलाई थाहा छैन होला तर त्यस्तो पब्लिक गर्दा नि कस्तो भयो त्यस्तो पब्लिक गर्दा पनि मैले माया नगर्ने होइन माया त गर्थेँ तर त्यस्तो पब्लिक गरेपछि आजभोलि कसले सक्छ र फेरि अर्कोचोटि गर्नु भन्दा होइन म त बिहा भयो भन्ने सुन्ने त्यही गरेँ त्यस्तो माया गर्दिन यार त्यो बहिनीले यार त्यो त्यसपछि फेरि यो यिनी भाइ चाहिँ अरू बहिनीसँग लाग्यो फेरि
त्यही त के पछि त लाछ भन्ने कुरा हो क्या आज त्यो त भइहाल्छ नि भन न विनोद के भन्नु मैले भन त भन्न भान्ज ल के भन्ने हुँदा हुँदा भएको चिज होइन त्यो राम्रो पाउँछ भनेर छोडिस् पनि होइन त्यो फेरि पुरानो चिजको माया लाग्छ कि लाग्दैन त्यो त लागिहाल्दैन अनि विनोदलाई त्यस्तै भएछ अरे के जे जस्तो भयो नि अनि जे जस्तो भने हो नि त हो नि होइन एकछिन सामानहरू चलाएकै हो बोलेकै हो होइन विनोदलाई अलि रिग्रेट भएर रहेछ के मलाई अब चिसो पसिसक्यो टाउकोबाट उताबाट मान्छे आउँदै हुन्छ कि म त मुझे साइको भएर हल्ले छ भनेर डराएको तर यो डराउँथ्यो मान्छे आएको कालै अघि होइन यो डराएकै तर सोरी है दाइ हामी बाट्नैमा बसियो ल जानु दाइ ल सोरी है दाइ ल ल ल त्यही त विनोद तिम्रो के भन्न चाहन्छु मैले केही भन्न चाहन्न के तिम्रो तँ भन के फेरि अहिले फेरि होइन सुन भन्छ के भएछ भने फेरि अहिले नयाँ आएको मान्छे पनि होइन गएछ कि फेरि पुरानो मान्छेलाई कदर नगरेर भएको फेरि नयाँ मान्छे आएर गएको कि गएको मान्छे फेरि अब सम्पत्तिको नाममा त्यही रहेछन् कि फेरि ल भन्नु न दाइ ठ्याक्क भन कि एउटा भन चिज भन ठ्याक्क ल समाप्त गरौँ कि ब्लग नमस्कार भनौँ न त्यति भनौँ न अब के सबैलाई सल्लाह दिनु पऱ्यो कि यो नगरौँ है भनेर के भन्ने त अब मैले त्यस्तो अब लौडु मेरो मनको कुरा हो र त्यही त के भन्ने त अब न आज भनिदेऊ न एक दुई शब्द भन न बिना दिएर मलाई जग्गा भन्छ भन्न त भन्छु भान्जेलाई त एक्सपिरियन्सै थाहा छैन क्या एक्सपिरियन्स त्यो त थाहा भोग्यो पनि छैन क्या भान्जेले त आशीले भोगेछ भान्जा त यिनले हो के भोगेको विनोदले तिमीले पनि त भोगेछौ के भन्छौ कि त्यति भन न सिरिफ भनिदेऊ के भन्छु र मैले ल तँ भन न कसैलाई पनि अब केही गर्नु पर्यो के गर्ने अब यस्तो भन्छ भन न के भन्ने र अब लभ नपाएर त्यही हो सिधै फोकस अन युर गोल भन्छु म चाहिँ द्याट्स इट होइन सक्सेस हौ त्यति हो पछि त फेरि भरोसा त हुने नै त दाइ अरे पछि फेरि भरोसा गर्ने नै के कस्तो भरोसा अब सक्सेस भइयो गोल गरियो पछि गएर फेरि के गर्ने त अब गोल गर्ने पछि गएर फेरि के मतलब पछि गएर फेरि हेर्ने कि नै भन्ने के ए त्यो त अब भाग्यले समयले पत्ता लाग्छ नभए अब केही छैन होइन अब जिन्दगीमा केही छैन अब त हिँड्ने बस्ने सक्सेस हुने होइन अन्त यति सेती यो कुराले आशिष यो कुराले मन दुःख नै छैन आँसु खसल आशिष रोइरहेछ तिमीले त भने टडकले लौडु फेरि यो पछि हिँडिरहेको थियो कि त्यस्तो नगरौँ नि त्यसपछि बसले बरु हर्न बजाउँदाखेरि उस्तो थियो मैले हर्न बजाइरहेको थिएँ कि अनि त्यो साइड दिएर हर्न केटाहरू यही नै हो आजको भ्लगभरि के थियो भन्दा विनोदले सुनाउनु थाले थिएँ बिचमा विनोदले चाहिँ भन्न सकेनन् मनको कुरा एक दिन भेटे पनि अभियसली त्यो कुरा गरौँला म भिडियो गराउनु त्यही नै ल अहिले ट्याक्क भेट्नुपर्छ ल हाम्रो त्यहाँ कुरा गऱ्यो विनोदले अलिक कुरा गर्न मानेनन् किनभने क्यामेरामा भनेन पछिबाट भने के कुरा यसो बनाउँला त्यही नै हो ल भ्लग बनाउँदै गर्छ ल विनोदले भ्लग बनाउँछ ल विनोदले छोप न ल विनोदले भ्लग बनाउँदैन कस्तो हुन्छ मलाई भ्लग बनाउन आउँदैन यस्तो छ्याप्प बजेर पक्याउन्न क्या राख के पल्टिन्न क्या ल मैले ल विनोद झरिसकेका छन् विनोद दादाको गाडी चाहिँ म चलाउँछु यस्तो च्याप्प यस्तो च्याप्प मलाई कसरी आउँछ रे यार ए लौ त चिक कसम
जान थालेको अब घरतिर फन्का जानको विनोदले अहिले भनेन म त विनोद दादाको बाइक गएको छु र मेरो बाइक चाहिँ आशिष दादा चलाएको हुन्छ त्यही नै हो र हामी चाहिँ जान्छौँ बाटोमा औडा हिलो सिलो के छ पास लाइट देऊ न भ्यान्चो पर्दैन मात्रै यस्तो ओभरटेक हाल्नु त किन 5 लाख दिनु पर्छ यतापट्टि के यो यताको साइडको आएको गाडीलाई ए खुट्टाभरि हिरो हिरो भयो तल तिम्रो छ्याप्यो हिँड ल हामी जान्छौँ किनभने धुलो नखाऊँ भनेको अगाडि टिप्पर गर्छ औडा धुलो रहेछ त्यही नै आजको भ्लग चाहिँ आज विनोदले दिउँला विनोदले भन्छन् कि भनेको तर विनोदले भनेनन् त्यही नै हामी यहीँ गएर फर्किदिउँ तर औडा चिसो भयो हामीलाई त्यहाँ बस्दा औडा चिसो भयो त्यही भएर हामी फिर्किन थालेको औडा लास्ट चिसो भयो यार त्यही भएर हामी चाहिँ जान थालेको अब त्यही नै हो अब ट्याक्क लगाएर घरतिर जान्छ देखिन्न कि त्यही त हो यसै बाटै देखिन्न त्यो राँडीले धुलो त्यसले गर्दा उडाएको धुलो खान्छ यार यसले पनि धुलो उडाएको मलाई सल खटङ खटङ छ कि बाटो औडा हो क्या दादाले पनि पठाउ हान्छ होला जस्तो लाग्छ ए गियर त मेरो जुत्तामा त गियर अड्किन्छ यार मेरो जुत्तामा त गियर अड्किन्छ है जुत्तामा गियर अड्किन्छ कि गियर ठुलो मोटो भयो खुट्टा जुत्ता लिएर अड्किन्छ क्या तिमी साले धुलो खुवाउन ल्याएको कि मलाई यता यार कुनै धुलो खायो मैले साले मैले के खाएको त मैले माटो खाएको छु र लामो मैले धुलो त खाएको छु नि यिनीहरूलाई हान्नुपर्छ कि ओभरटेक नभए त लौडो लास्ट धुलो खान्छ नि अहिले त रिभ्यू हेर्नु पर्दा धुलो खाएको त हामीले त औडै धुलो खाइयो धुलो त औडै थियो यार धुलो खायो लास्ट यार औडै खायो यार धुलो यार तर मलाई कुनै के टिप्परको हरेन चाहिँ ओभर मनपर्छ नि साथी यार मलाई पनि अनि अरे मिठो अन्त के लुलु गर्छ के त लामो कस्तो मिठो लाग्छ मलाई त यार मलाई पनि राम्रो लाग्छ यता आशिषहरू आउँदैछ है आशिष गर्ने फेरि औडा गाडी चलाउने आशिषलाई ज्यादै त कम्पेयर नगरौँ हरिफ चलाइदिन्छ गाडी चाहिँ हामीले चाहिँ सकेसम्म यो गाडीलाई नि टिप्परलाई चाहिँ ओभरटेक हान्नुपर्ने हुन्छ उताबाट पनि टिप्पर आएको छ हामी ठुलो हिँड्नु पर्ने रहेछ यहाँ अगाडि गाडी आएको छ ओएमा हर्दैन पहिला होइन क्या दिनको साइडलाई फेरि यो साइड दिनको यो पनि राम्रो बाटो हुन्छ नि त ल हामी चाहिँ कुटो लगाइसकेको छौँ अब सोलल्ल पारा ए हरिफ चल दुग्रिन्छ त गाडी यार तपाईँको त तपाईँको गाडी त हरिफ दुग्रिन्छ त हौ हुँदै ए होइन कसम औडा दुग्रिन्छ कसम रोडमा कति नडुग्रिए जस्तो फिल हुन्छ है नयाँ सोली मेरो चाक धेरै नडुग्रियो कि डर लाग्छ डर लाग्छ होइन यहाँ चाक झ्याकेर उसले बुझे दुग्राइदिन्छ हेर्ने एउटाले फेरि पागलले झ्याक झ्याक गरेछ मेरो यार ओइ लामो जाडो छ यता त ल है धुलोको बाटो झन्नै के यार ल गाइस राम्रो भइसक्यो त हामी त अब घरतिर जानेवाला छौँ है अब यहाँबाट यहीँबाट ओ उस्तै गइदियो त यो रिक्सालाई लामो बाटै देख्दिनै मन त लामो घर जाने हो त कि यसमा बस्ने हो म उता हस्पिटलमा छ कि दबाई लिन काम छ कि हस्पिटल जान्छ हौ के भयो
किन हरे नान्दिस त अरे सकेसम्म मैले भन्छु बुलेट बाइक चाहिँ नकिन्नु बुलेट बाइक र डट बाइक भनेको वान्टेड हो वान्टेडमा परिन्छ त्यही भएर अब त्यस्तै नि हो राई र गाडी पनि छप्दियो मेरो त है के नै कुरा गर्नु छ र अब भान्जा नि यही हो अब विनोद पनि जान्छ आश्रम आउने सट्टा घर गइन्छ अब अहिले बाटा भेटिँदैन अब यो होइन ए मेरो त खुट्टा काम हो यार अफ गर नगर खै देखाउनु त धुलो आसलाई देखाउँ न आस खै देखा त धुलो हेर त धुलो यो हेर त धुलो धुलो भयो यार त्यो टिप्परले हो क्या म गएँ तिम्रो चाह म त यहीँ हो ल विनोद त माका के धुलो नि लामटो हामी धुलो भइएछ यस्तो धुलो भइएछ ल मलाई त्यो कहिले लामटो अहिले तेरो उस्तो क्याप मार्थ्यो त यहीँ रहेछ ल त्यो भान्जा पनि गइसकेका छन् यहाँबाट त्यही नै हो आशिष कहाँ गइस यहाँ धुलो त ओब्ब ए आँखा त रातो आँखा देखा त ए रातो बच्छ त आँखा त हो लोडु म त्यो धुलोले होइन क्या मलाई अर्को अघि जाने मिलाएको धुलोले हो क्या साल भर के खान के रोनगा दिस त लामोटो अनि लामो आज उस्तै हाम्रो पछि आइदिएको रन्काउने होइन नि गाडी त्यसरी मोरिन्छ ल जाम विनोद सरकार कहाँ हो तपाईँ यतैबाट जानु नि हो ल यो विनोद दाई पनि यहीँबाट छुट्टिनुहुन्छ गाडी साडी उता नगरौँ त्यही नै हो ल आशिषको ल एउटा रिभ्यू चाहिँ हान्नुपर्छ तर त्यो कुरा भनेन विनोद होइन विनोदले त्यो कुरा भनेन मन दुखो ल गएँ ल भान्जा गएपछि वाट्सएपमा भिडियो ल जाउँ ल हामी चाहिँ गएको यहाँदेखि निक्लेको ल अहिले भिडियो गरौँ ल ल हामी चाहिँ तल चाहिँ पहिला सुरुमा आशिष दाईको त्यहाँ किताब किन्ने अरे आशिषले आशिष पुस्तक पसलमा जान्छौँ हामी चाहिँ गोलपारादेखि तल आइसकेको त्यही नै हो आई होप सबजनालाई यहाँसम्म भिडियो हेरिदिनुहुन्छ भने धन्यवादै भन्छु हामी यहाँसम्म भिडियो हेर्नुभएको छ भने क्या भिडियो त किन्न अरे ल अहिले त हेरिहाल्छ नि त लोड के तोर्पी हो र म लामको केही न केही होइन तर हो यार जस्तै काठमाडौँमा पटाउ चल्छ भने पुटोलमा चल्ने भनेको त अटो है अटो चाहिँ ओभर चल्छ खतरा मिठो चल्छ अनि पठाउको बाउ हो कि अटो भनेको चाहिँ कसम ए अब चल्छ कि गर्मी महिना अब लाइन त अब कति चल्दैन तर पोखरामा चाहिँ फेरि धेरै जाम गर्दैन त अटोले ओ गर्छ केही हुन्न त्यही भएर यो सबजनाले काठमाडौँमा त ओभर भिड छ गरे भिड हुन्छ गरे बिच्चाबाट हिँडिदिनुहुन्छ है ल हामी चाहिँ ट्याक्क हाट बजार लाइन हामी सबैको हाट बजार सबको हाट बजार पुरानो हाट बजार हामी आइसकेका छौँ र के कुरा भनौँ भने है केही पनि भन्दिनँ म त्यही नै भनिदिँदै हिँडिदिँदै हो र आज चाहिँ मैले चाहिँ पुरा भिडियो भन्दा नि अटोबाट यस्तो बनाएको त्यही अटोले चाहिँ हरिफ झेउ गर्छ कि ल त्यही हो अलि आशिष पुस्तक पसलमा गएर भेटौँ है ल खतरा आशिषले त यहाँ के किन्ने अरे अनि भने थियो त अब साथीले पढ्छ के बुढेसकाल लाएर छोड्छ क्या यसले पढ्छ खतरा यो त धुलो बस्छ मेरो हामी त यार यस्तो छ आशिष पुस्तक पसल कसैले ट्रेन हो किताब किनमै हामी साथीले त किनिदिइसक्यो है ल साथीलाई चल्दिस धन्यवाद है हामी गएको है साथीले चाहिँ किनिसकेको छ कपी त्यो भएर कसलाई हो र यो तँ यो मेरो हो क्या कसलाई भन् त मारो चोट फेरि यस्तो कापी कलम किन्न त नपर्ने हो अनि कापी त यता त मेरो घर एक्स्ट्रा कापी त बहुत थियो होला यार यहाँ राख्ने क्या साथी यहाँ भनेको के के मौसम ल चल्दिस सरी साथी ल चल्दिस आशिष पुस्तक पसल जुत्ता
जुत्ता सुत्ता पनि पाइँदैछ यहाँ हो। ल हामी त ठ्याक्क लगाएर यहाँ जाँदैछौँ घरतिर। यसो औडा हेर छान्न जान्न हेर हिँड न कहाँ तिमीले जहाँ मन लाग्छ त्यहीँ लग ल। पहिला त पेट्रोल हालौँ न। साथीहरू जति महँगो भए पनि गाडीले चाहिँ पेट्रोलै खान्छ है, पेट्रोलै खान्छ, अरू केही खाँदैन, पेट्रोल खान्छ। त्यो पेट्रोल सेट्रोल हालेर गर्न पेट्रोलमा चाहिँ भिडियो गराउनु पाइन्छ अरे, त्यही भएर यति नास्ता आइदिनु पऱ्यो औडा भयो। ल म घर आइसकेको छु। यो चाहिँ तलको भाइ हो, डुल्यो हिँड्यो के कुरा भयो भन्न के भन्नुहोस् हेर्ने मान्छेलाई भन्न त्यस्तो सब्सक्राइब छोड्दै बाढ्मे जाए पर्दैन। हेर्नेले चाहिँ अझै नयाँ भिडियोको खोजोस् कि भन केही भन्दैनस् नि। यतातिर हाँस्दै यही चिया गरिदिएला दाँत भाँच्चिएको दाँत देखाइदिएला। यसको चाहिँ दाँत भाँचेर लौडा भएको छ, तर डेन्जर मान्छे। ल त्यही नि भन माया गर्दैछु न गर्छु नि ल। यस्तो गर यस्तो गर ड्याम भानु बेसी सुरबाट ल यस्तो गर ल जय। आजको लागि एन्डिङ हो ल। मेरो भाइलाई त ढोका ला चाबी ल, चाबी लगाइदियो लगाइदिस्। अब घर गएपछि माथि गएपछि सुत्दिस्।